यो भाइरल फोनले 14 वटा मिलिट्री ग्रेड टेस्ट पास गरेछ रे। त्यसैले हामी यसलाई 3टा ड्युरेबिलिटी टेस्टमा हाल्छौं। फर्स्टमा किल्ला टेस्ट। डिस्प्लेबाट हामीले 20 चोटी किल्ला ठोक्यौं। यत्रो किल्ला ठोक्दा नि फोनमा एउटै स्क्रैच थिएन। सो लेट्स गो टु लेभल 2 व्हिच इज वाटर टेस्ट। मैले यो फोनलाई 30 मिनेट्स पानीमा छोडे। IP69 रेटेड भएर होला 30 मिनेट्स पछि फोन निकाल्दा पनि एउटै पानी छिरेको थिएन। फाइनल टेस्टमा हामी फोनको माथिबाट स्कुटर चलाउँछौं। फोनको माथिबाट स्कुटर चलाउँदा केही आवाज आएको जस्तो लाग्यो, तर ओर्लेर हेर्दा फोन वाज वर्किङ पर्फेक्टली। अब यत्रो गर्दा नि फोन नफुटेपछि यसको लिमिट टेस्ट गर्न मन लाग्यो। सो लिमिट टेस्ट गर्न फर्स्टमा 4 वटा ओखर फुटायौं। यत्रो ओखर हाम्दा नि केही नभएपछि र्यान्डम ड्रप टेस्टहरु गर्न थाल्यौं। यत्रो ड्रप टेस्ट गर्दा नि फुटेन, सो यसको माथिबाट उफ्रिन्छौं। यसरी नै धेरै चोटी खुट्टाले हाने अनि फोन उठाएर हेर्दा फाइनली फोनको टच ग्लास फुट्यो। इम्प्रेसिभ कुरा चाहिँ यत्रो ड्युरेबिलिटी टेस्ट गर्दा पनि डिस्प्ले र ब्याक प्यानलमा केही भएको थिएन। यो फोनको नाम चाहिँ Oppo A5 Pro हो। हजुरहरुलाई चाहिन्छ भने मेरो पसलमा जम्मा 32,999 रुपीसमा आउँछ। मैले यो भिडियोमा यो फोनको एउटा मेन फिचर छुट्टाएको छु। जसले कमेन्टमा भन्न सक्छ उले यो एयरपड्स जित्छ।